उहिले यस्तो सिस्नुहरू आमाहरूले खान्थ्यो नि यस्तो त्यो ढेँडो बनाएर अन्त हामीलाई चाहिँ लाग्थ्यो कि छे के खाएको यस्तो घिनै लाग्दो मिठो पनि हुँदैन टेस्ट पनि आउँदैन जस्तो लाग्थ्यो अन्त उनीहरू चाहिँ मिठो भनेर जहिले खान्थ्यो जहिले जङ्गलबाट ल्याउँदै कहाँबाट ल्याउँदै खोज्दै खाँदै गर्थ्यो हामीलाई चाहिँ मिठै नहुने तर अहिले पनि हामी त्यही एजमा गएको हो कि अब बुढेसकाल लाग्दै गएको हो कि हामीलाई पनि अहिले चाहिँ अब मिठो पो लाग्दो रहेछ हो अन्त मैले यो चाहिँ छानिसकेर एकपट्टि छानेको चाहिँ एकपट्टि कलिलो कलिलो राखेँ अन्त यो चाहिँ पकाउनु चाहिँ मलाई चाहिँ पहिला चाहिँ अब बिहा नगरिन्जेलसम्म चाहिँ म यस्तो सिस्नुहरू चाहिँ मलाई केही थाहा थिएन आमाहरू आफै पकाउँथ्यो आमाहरू आफै खान्थ्यो हो अन्त जब मैले बिहा गरेँ नि तब चाहिँ यता ल्यायो होइन अन्त यो चाहिँ कसरी पकाउँ भयो अन्त मैले एकताल चाहिँ आमालाई फोन गरेर सोधेको थिएँ सिस्नु कसरी पकाउँछ अब यसरी भुट्नु कि कसो गर्नु कि भन्ने भयो अन्त आमाले एकताल सिकाएको थियो मलाई यसो यसो गर्न भनेर त्यहाँदेखि चाहिँ मैले पनि अलिअलि पकाउने ट्राई गरेँ अन्त यो सिस्नुमा चाहिँ लसुन हाल्नु चाहिँ उयो रहेछ के भन्छ एकदमै यसको मेन इन्ग्रिडियन्ट भने नै यो सिस्नुमा चाहिँ लसुन लाउनु पर्ने रहेछ अन्त लसुन लगाइसक्यो भने चाहिँ किनभने प्रेसर हाई कि लो हुन्छ यसमा थाहा छैन अन्त एकदमै राम्रो हुँदो रहेछ फाइनली मेरो यो चाहिँ रेडी भयो तपाईँहरूले देख्न सक्नुहुन्छ कसलाई मनपर्छ कमेन्ट गर्नु होला।